84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान पशुदास प्रार्थना गर्दै बिदा हुन्छु। नेपाली कांग्रेसका कान्छाराम तामाङले यो किन भन्नुभयो तपाईले हेर्नुभयो देख्नुभयो नि। नझुकिनु होला, कारण एउटै हो, उहाँको क्षेत्रमा बजेट गएन। उहाँलाई पनि भनिएको अनुसार बजेट विनियोजन भएको भए यो शब्द प्राय सुन्न नमिल्ने शब्द हो। त्यो पनि कांग्रेसकै सांसदबाट। यो रिसको आगो यत्तिकै ओक्लिएको होइन। आफ्नै पार्टीका शहरी विकास मन्त्री र अर्थमन्त्री नेकपा एमालेका विष्णु पौडेलको 84 को चुनावमा संसद भवनमा देख्न नपाऊ भनी गरेको उनको प्रार्थनालाई नेपाली जनताले साथ दिनुपर्ने देखिन्छ। किनकि यस्ता नेताहरूलाई 84 मा जिताए देश पक्कै पनि बर्बादीको दिशातिर उन्मुख हुनेछ। यही 6 महिना अगाडि गएको पार्टीले 683 मध्ये मात्र जितेर आउनु भयो। तपाईँ पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर झुन्डेर। उहाँको भनाइबाट के प्रमाणित हुन्छ भने 6 महिना अगाडि उदाएको पार्टी त्यो थियो राष्ट्रिय स्वतन्त्र पार्टी, जसलाई इङ्कित गर्दै उनले भनेका हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेसलाई कति खतरा छ भन्ने कुरा यहाँबाट पनि प्रमाणित हुन्छ। यो भनाइबाट पनि प्रष्ट हुन्छ कि रविमाथि राजनीतिक प्रतिशोध नै साधिएको हो भन्ने कुनै दुई मत छैन। एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। यो राज्य सत्तालाई हातमा लिएर कांग्रेसकै अर्का नेता डाक्टर सुनिल शर्माले भने झै रवि लामिछानेमाथि साधिएको राजनीतिक प्रतिशोध जुन सत्ता हातमा लिएर जे गर्दा पनि हुने, जसलाई जसरी फसाउन चाह्यो त्यसरी फसाउन सकिने प्रति जनता सचेत भइसकेका छन्। 84 नै एकमात्र अन्तिम विकल्प रवि हुने निश्चित छ। मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। उहाँ निवेदन लिएर ऋण लिनका निम्ति सुप्रिम र सूर्यदर्शन सहकारीमा पुग्नु भएको छैन। कानुन बमोजिम पुग्नुपर्छ। सम्बन्धित व्यक्ति उहाँ पुग्नु भएको छैन। पोखरा भैरवा एयरपोर्टमा गएको पनि देखिन्न, त्यो सहकारीमा गएको पनि देखिन्न। नम्बर 1, निवेदन छैन। त्यो सहकारीको सदस्य नभइकन ऋण प्रवाह गर्न दिन लिन पाइन्न, सदस्य भएको पनि छैन। 2, निवेदनमा उहाँले ल्याप्चे लाउनु भएको छैन। ऋणपत्र जुन बन्छ नि, ऋणपत्र खडा गरिएको छ, रवि लामिछाने बुटल 11 सिर्जना चोक पोखरा लेखिएको छ, तर ल्याप्चे छैन। हस्ताक्षर छ, कसैले बायाँ हातले गरेको जस्तो हस्ताक्षर छ। ठेगाना सिर्जना चोक पोखरा र बुटल 11 भनिएको रवि लामिछानेको हस्ताक्षर। रवि लामिछानेले केवाइसी भर्दा चाहिँ गोर्खा मिडिया नेटवर्कमा प्रस्तुत गरेको हस्ताक्षरसँग मिल्दैन। यति धेरै प्रमाण र तथ्यहरूलाई नहेरी आँखा चिम्म गरेर सिङ्गो राज्य सत्ताको दुरुपयोग गरी रवि लामिछानेमाथि साधिएको राजनीतिक प्रतिशोध नभएर के हो त? नेपाली कांग्रेसकै कान्छाराम तामाङले भने झै पशुपतिनाथलाई प्रार्थना गर्दै 84 को चुनावमा देख्नै नपर्ने अनुहारहरू सबैभन्दा पहिले मुख्य योजनाकार नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, सूर्य थापा नेकपा एमाले फेरि नै यिनीहरूलाई चुनाव जिताएर पठाए। रवि अहिले त थुनिएका छन्, देशको मेरुदण्ड यिनीहरूले नै भाँचिदिएका छन्। कुनै पनि हालतमा 84 मा यस्तालाई जिताउनु हुँदैन र मत दिए यिनीहरूले नेपालीलाई मात्र होइन नेपाललाई नै जेल र कैदी बनाइदिनेछन्। विजिट भिजा प्रकरणको विरोध गर्दाखेरि तपाईहरूले कहिले कपडामा टिप्पणी गर्नुहुन्छ, कहिले बस्न हुँदैन थियो भन्नुहुन्छ, कहिले चप्पल फुकाल्न हुँदैन थियो भन्नुहुन्छ, कहिले निलो स्कार्फ लगाउनु हुँदैन भन्नुहुन्छ। भनेपछि के अरे ह्युमन ट्राफिकिङ कांग्रेस र एमाले मिलेर राष्ट्रपाललाई भित्तामै पुर्याउन खोजेको होइन, एकदम गलत कुरा हो होइन। यो चाहिँ हुँदै होइन। उहाँहरू पनि एउटा जनप्रतिनिधि भएर आउनु भएको छ, निर्वाचित भएर आउनु भएको छ। जति जिम्मेवारी देश बनाउने राष्ट्रपालका सांसदहरू कसरी हिँड्छन्, कसरी बस्छन्, कसरी बोल्छन्, के लगाउँछन् भन्ने कुरामा यति धेरै तनाव किन? म एकपटक पार्टी सभापति पनि नरहेको, पार्टी सदस्य पनि नरहेको, उप प्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री पनि नरहेको, सांसद पनि नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगिसकेको मान्छे हुँ। म त्यो जिरोबाट फेरि खरानी टकटकाउँदै फेरि यो सम्मानित सदनमा आएको मान्छे हुँ। मलाई फेरि एकपटक जिरो हुन कुनै पनि आपत्ति छैन। भन्नुहोस् मैले के गर्नु पर्यो? मैले सदन छोड्नु पर्यो कि, मैले मन्त्रालय छोड्नु पर्यो कि, मैले पार्टी छोड्नु पर्यो कि, मैले देश छोड्नु पर्यो? म तयार छु। हामीलाई सहभागी नगराइकन रासोपाका कुनै पनि नेता सहभागी नगराइकन तपाईँ गर्नु सहमति कस्तो बनाउने हो?
तर एउटा व्यक्तिलाई खुइल्याउने, एउटा व्यक्तिलाई अपमानित गर्ने। प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सभाको बैठकमा उठेका विषयहरूको सम्बन्धमा बोल्नको लागि समय माग गर्नुभएको छ र रवि लामिछानेलाई बोल्नको लागि बोल्न दिनुपर्छ भन्ने कुराहरू पहिलादेखि आइपुगि रहेको छ र उहाँले माग गर्नुभएको छ। त्यसले गर्दाखेरि म उहाँलाई रवि लामिछानेज्यूलाई बोल्नको लागि समय दिन्छु। तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अष्टममा गएर बोल्न खोज्थे तब नेपाली काङ्ग्रेसका धनराज गुरुङले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुक्का हान्न पछि परेका थिएनन्। मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मैले यहाँबाट उहाँलाई बोल्न समय दिएको छु र मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू अनि यस्तो पार्टी नेपाली काङ्ग्रेसले अहिले रासोपालाई नैतिकताको प्रश्न उठाउँदैछ। यो जायज छ? संसद भवनमा विरोधको फरक र भिन्नता नेपाली काङ्ग्रेस र युवा शक्ति जनचेतनाको विकास भएको रासोपा। दुष्ट शक्ति हो जो जुटेर अघि बढ्दछन्। एक दुई पटक लडे पनि उठेर अघि बढ्दछन्।